ए अब यहाँ हजुरका कोही छन् छैनन् छोराबुहारी घर छन्। अहिलेका अहिले अहिले कोही छैनन्। कोही छैनन् छैनन्। हजुर मात्रै हुनुहुन्छ? म मात्रै म छु। एउटा सल्लाह लिन आएँ क्या। हजुरलाई के सल्लाह दिउँ मैले? के जाने छु र? होइन जान्ने कुरो त नै, एउटा अर्ती दिनु। के दिउँ त मैले? म अब यो छोराहरूसित बस्न अलिक गाह्रै भयो। अब बुहारी भिन त्यस्तै त्यस्तै छन्, घरि उता जा भन्छन्, घरि उता जा भन्छन्, घरि उता जा भन्छन्। अनि म गाउँतिर जाँ कि कता जा? होइन किन त्यस्तो? अब कुनै कुरा त बुहारीले भनेको कुरा नि सहनुपर्छ, छोराले भनेको कुरा नि सहनुपर्छ। एक्कासी त्यस्तो गर्नु अलि हुँदैन। बुढाबुढी भइसक्यो, गाउँमा गएर एक्लै पनि कसरी बस्नु? यसो बरु मन्दिरतिर जाने, मन भुलाउने, कोहीसँग गफ गर्ने, यसो सत्सङ्ग सुन्ने गर्नु, नजानु गाउँमा एक्लै। होइन दिउँसो त एउछिन त जाला अरे त नि मन्दिर। अनि बिहान बेलुकी जथरसुकै घर क्याच 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 गरिराख्छन्। उस कहाँ गयो नि भन्छन् तेरे कहाँ जा, तेरे छोरा चाहिँ बिहा भन्छ। उता जाऊँ तेरे छोरा कहाँ जा भन्छन्। बुहारीहरूले त्यसै गर्छन्। छोरा पनि उतै पछि लाएर मलाई देखिसक्दैनन्। अनि म कता जा भएँ क्या। होइन सहनुपर्छ आफूले पनि दुई चार कुरालाई। त्यो दुःख मान्नु हुँदैन। सबै कुरा आवेशमा आएर छोडेर हिँड्न पनि हुँदैन। हो थला खट्ने नि बस्या हो, बुढाबुढीले खटेरै बस्ने हो। थला बस्या घरिमा छोरा बुहारीले बोकेर ल्याउनु पर्छ। अनि आवेशमा आएर कहाँ जानु? थला बस्दा त उता दिन गइसकेपछि थला बसेपछि त जे हुन्छ हुन्छ त। अलिकति ऊ छँदै आफूले दुःख पाइयो क्या। मोर्ने त कहिले हो। अब दुःख पाइयो भनेर छोडेर हिँड्नु हुँदैन त्यसरी। छन् त मेरो पनि छ क्या उहाँ घर। मेरो पनि छ। अहिले ढोका लाएर आइछु। गरली पनि घसेर त बस्न त सक्छु क्या, सक्न त। बसेर मात्रै के गर्नु? खाना पर्यो, लाउन पर्यो, दुख बिमारी हुन्छ, हेर्न पर्यो, औषधि पानी चाहियो, त्यो दिने मान्छे चाहियो। एक्लै बसेपछि सबै कुरा समस्या हुन्छ। त्यसलाई हेरेर अब आफूले जे छ त्यसैमा सन्तोक मानेर चुबो लाएर बस्नुपर्छ। अनि कुनसित बस्छु त नि हो त भन्दैन? ठुलो जेठासित बस्ने, माइला कान्छो कुनसित बस्छु? जतासुकै मासु तानेर त भएन नि, एउटा बस्नु पर्यो। एउटा आफूको मनमा कुन छोरालाई मनले भित्रबाट खान्छ त्यस कहाँ बस्ने। त्यसैसँग अब जे भने पनि दुई चार कुरा सहेपछि उनीहरूले पनि सहनुपर्छ आफूले उ गरेपछि। सहन कति सहनियो? पेट पोलेको पोलै छ। अब कता भन्नु त कसलाई भन्नु? हजुर एक्लै यहाँ भएको बेला, कोही नभएको बेलामा भन्छु भनेर झरेकी हिँड्दा म। सहनुपर्छ। हिँड्नुहुन्न आमा, हिँड्नुहुन्न। त्यसरी छोडेर हिँडिहाल्नुहुन्न। नहिँडौँ। खटु जे दिन्छन् त्यही खाएर बस्छु। उनीहरूले खाना दिनुपर्छ। दिएको कुरालाई चुबो लाएर हात थापेर खाने। यस्तो हल्लु परिसक्यो बा, खाइछु खाइ छैन कसले बिचराले छ। त्यो आफूले पनि यसो गरेर जे दिन्छन् दिएको कुरालाई खाने, सन्तोक मान्ने। भोलि गएर त्यो दिन सबैलाई आउँछ नि। आउँछ भनेर सोध्दैनन् के गर्ने? त्यो दिन सबैलाई आउँछ भनेर आफू सन्तोक मानेर बस्ने। उहाँ जाँदा त्यसै भन्छन् केही दिँदैन, ओल्तिर जाँदा केही दिँदैन। दिन्छन् कि भनौँ। अब यति कसैले दियो भने पनि यो आँगामा पेट पोल्यो छ। अनि त्यहाँबाट ज्यान त हल्लु खेलो, पानी पनि निलिँदैन मुखबाट।